रहेछ अनि केस गरिसकेर अनि यता फेरि यताको किचनमा पुरै त्यो मकैहरू यताउता भइरहेको थियो अनि यो मकैलाई चाहिँ उठाइदिनु पर्यो बुढा भनेर अनि मकै हतार बुढामा उठाएँ उठाउँदैछु अनि उता फेरि मकै उघाहरू पनि भुइँमा पुरै धमिराले खाएर यस्तो भइरहेछ कि पुरै माटो उठाएर चिसो के भइरहेछ अनि त्यसलाई पनि मैले उठाइदिएँ उम्रेर के भइरहेको थियो अनि त्यसलाई पनि मैले बुढामा उठाइदिएँ अनि पुरै माटो बनाएको थिएँ धमिराले खाएर धमिरा अनि त्यो उठाइसकेर त्यो धमिरा र माटोलाई चाहिँ एक ठाउँमा बढाएर बनाएँ अनि त्यसपछि फेरि यता झुट्टा पनि थुप्रिरहेको थियो त्यो झुट्टालाई माथि राख्दै अनि त्यसपछि यता फेरि ग्यास चुल्हाहरू पनि अलिक धुलोहरू बढारकुटा गरेँ अनि त्यसपछि सफा गरेँ अनि त्यसपछि फेरि बाहिरतिर लगेर उ गर्दैछु म किनभने उठाएको मकैलाई चाहिँ यहाँ फिजाइदिनु पर्यो होइन घाम त लागेको थिएन त्यही पनि अलिअलि हावा खेलिरहेको थियो त्यही हावाले भए पनि अलिअलि त्यो चिसो मकै त अलिक सुक्छ भनेर मेरो पालो पनि अनि तिर्पल मिलाएँ बाहिर निकालेर अनि त्यसपछि उठाएको मकैलाई ल्याएर अनि यहाँनिर मैले फिजाइदिएँ अनि फिजाउँदैछु अनि फिजाइसकेर यता अनि अब बाबुलाई खाना दिनु पर्यो भनेर खाना दिँदैछु अनि मेरो बाबु चाहिँ एकदम मासु लभर छ के अनि कस्तो धेरै मासु मनपर्छ त्यति खान्छन् मेरो बाबुले मासु अनि त्यसपछि मैले नि खाएँ खाना अनि हेर्नु न आजको भ्यू कस्तो घाम पनि लागेको छ कस्तो दामी छ फुलहरू हेर्नु न कस्तो दामी छ अनि त्यसपछि रागालाई पानी दिएँ दिउँसो भयो नि त अनि रागालाई पानी दिएर म चाहिँ पसल गएर 2टा प्रीति चाउचाउ एउटा चिसो लिएर आएँ अनि बाबुले चाहिँ वाकरमा छोडिदिएर हेर्नु न उसलाई भने जस्तो सामानहरू दिएर पुरै बसिरहेको छ कि पुरै मक्ख परेर हेर्नु न मक्ख परेर बसिरहेको छ अनि त्यसो गर्दै बाबुलाई एक साइडमा राखेर अनि म नि यता चाउचाउ पकाउनतिर लागेँ अनि यो चाउचाउमा चाहिँ पुरै त्यो भित्रको मसला फुटेर पुरै कलर लागिरहेको रहेछ क्या अनि यतिको पकाएर खाइदिएँ अनि त्यसपछि म गएँ घाँस काट्नु गएको हावा यस्तो चलिदिएन एकछिनमा फेरि चटक्क घाम लागेर हेर्नु तिलिक्क भइरहेछ यस्तै पनि जाम घाँस काटेँ अनि यसो कर्कुलहरू पनि रहेछ कि कर्कुलहरू केलाउँदै अनि काँडा फेरि कुनै ठाउँ काँडा अनि त्यस्तै गर्दै यतै काटेँ अनि चट्ट घाँस काटेर आएर फेरि भटमास रोप्न गएँ अनि एक दुईजना भन्नु भटमास रोपिदिनु पर्यो भनेर गएँ भटमास रोप्न अनि भटमास रोपेँ भटमास एक दिन रोपेर आएर फेरि सुँगुरलाई चारो दिन गएँ सुँगुरलाई चारो दिन गएको हेर्नु न दुईवटा छ एउटाले जित्छ पर्खेर खुवाउनुपर्छ चारो पनि अनि त्यसपछि फेरि चारो पनि एकैचोटि अट्दैन नि त अनि दुईचोटि बनाएर खुवाउनु के अरे लगाइदिनुपर्छ अनि त्यसो गर्दै लगाइदिइसकेँ अनि लगाइदिइसकेँ अनि आजको लागि यति नै भिडियो नेक्स्ट भिडियोमा भेटौँला आजको लागि बाई बाई साथीहरू।